हेलो अनि नमस्ते सबैजनामा। आज चाहिँ थाल र कैँची बोकेर म चाहिँ लागेँ हाम्रो छततिर। हाम्रो छतमा चाहिँ योचोटि ड्र्यागन यस्तो मजाले फल्यो है। योचोटि चाहिँ हेर्नु 4 वटा पाकेको थियो। योभन्दा अगाडि पनि हामीले एक लट टिपिसकेका थियौँ। अब चाहिँ म लागेँ काट्न। कस्तो राम्रो फलेको के हेर्नु न। आफ्नो बारीको है फलफुल फलेको देख्दा त कस्तो रहर लाग्ने के। अनि मैले चाहिँ आज 3टा टिपेँ है। अनि एउटा चाहिँ चेपिनँ, एउटा चाहिँ हाम्रो दिदीलाई राखिदियौँ त्यो चाहिँ आएकी थिइनँ अनि त्यही भएर त्यसको भाग भनेर हामीले छुट्टै छुट्याइदियौँ। अनि म चाहिँ 3टा टिपेँ अनि म मक्ख पर्दै तलतिर झरेँ। देखाउँदैछु मैले चाहिँ यहाँ क्यामेराम्यानलाई। कति राम्रो फलेछ हेर्नु न। अनि यो देखेर हाम्रो पुन्टे भाइ फेरि हेर्नु यति एक्साइटेड छ है। बोक्रा सुत्दा माग्छ के। अनि म चाहिँ यसलाई काट्न थालेँ। तपाईँहरूको कसलाई यो फल मनपर्छ? हाम्रो घर चाहिँ सबैलाई मनपर्छ। अझै बेसी हाम्रो यो भाइलाई काट्न नपाउँदैबाट हात थापेर बस्न खाना हुँदैन के। बाई बाई।